आइसक्यो हेलो वाचिङमा ब्याक चलिरहेको छ यहाँ चाहिँ मेरो भ्लग चलिरहेको छ साथीहरूको ल सी यू सुन बाई बाई टाडा यो चाहिँ मेरो होठमा लाउने कुराहरू हो अनि यो चाहिँ मेरो फर्स्टमा लिप लाइनर अनि यहाँ चाहिँ मेरो यो लिप बाम लिपस्टिक अलिक लास्टमा चाहिँ यो दिस लिप टिन्ट फिनिस थ्याङ्क यू गाइज हाम्रो चाहिँ अब खानेकुरा आइसक्यो अनि अब चाहिँ हामी यहाँ खाएर तपाईँहरूलाई रिभ्यू दिन्छौँ ल गाइज यहाँ चाहिँ वेयर डु यु सी योरसेल्फ इन 10 years हो कि 5 years चलिरहेको छ ल यस्तो वाउ वेलकम टु माई ब्लग अनि आज चाहिँ हाम्रो रेजिनाको बर्थडे हो अनि यास्ना र म चाहिँ यहाँ केक लिन आएको यस्तो अब हामीले केक लिइसक्यो गाइज को आयो बर्थडे गर्ल आयो गाइज हामी चाहिँ यो ठाउँमा बसेको अब यास्ना आउँछ अनि हामी भेट्ने हाम्रो चाहिँ यो दुइटा आयो अनि रेजिनाले चाहिँ अनि यास्ना चाहिँ यहाँ छ हामी चाहिँ अब यास्ना आइसक्यो अरू काम गर्ने ल गाइज यहाँ चाहिँ मोमो आएको थियो फ्रेन्च फ्राई चाहिँ हामीले खाइसक्यो अनि फ्रेन्च फ्राईमा एउटा काटा मोमोमा एउटा काटा आएको त्यही एउटा काटा नै लाग्यो यो चाहिँ खाली छ यास्ना तँलाई कस्तो लाग्यो भन् त अहिलेसम्म बिचमै छ हामी त्यही पनि भन् त खानेकुरा चाहिँ एभरेज हो तर अलिक बिहेभियर चाहिँ रुट जस्तो रहेछ जस्तो होइन त्यही हो रेजिना तिमीलाई कस्तो के भयो भन के भयो कि दुईवटा चाहिँ 3 जना मान्छे छ दुईवटा काटा चम्चा दियो एउटा दियो पनि दिएको भयो अनि त्यो एउटाले हामी के अलिकति म्यानर भन्ने छैन एउटा भएपछि त कति चाहिन्छ कि यो किन ल्याइदिएको यो त्यस्तै हो एभरेज त्यही नि गाइस खाना ल्याइदिँदा नि चुप्पलाई ल्याइदिएको अनि केही नि नभनेको है लग्ने बेला नि चुप्प बोल्ने चिज नबोलेर नबोल्ने चिज मात्र बोलेर नबोल्ने चिज चाहिँ यो रहेछ यो ठाउँ यस्तो रहेछ ठाउँ गाइस दियासमा चाहिँ पोखराबाट आइसक्यो रेजिनाको बर्थडे लगाएको दियासमा चाहिँ याहु मैले अघि भनेको थिएँ यो ठाउँमा मन परेन भनेर अनि दियासना आइसक्यो नि अब अनि दियासना आइसक्यो अब हामी जाने किनकि यो ठाउँमा एकदमै ब्याड हामी चाहिँ अब बौद्ध जानु लागेको गाइज हाम्रो चाहिँ यहाँ यति आएको छ गाइज रेजिनाको बेस्टीले चाहिँ उसको भाइलाई गिफ्ट पठाइदिएको छ रेजिनाको लागि अब गाइज रेजिनाको बर्थडे सक्यो ह्यापी बर्थडे रेजिना थ्याङ्क यू सो मच थ्याङ्क यू एभ्रीवन सी यू इन अनदर ब्लग बाई बाई हामी चाहिँ आज फेरि
गाइज हामी चाहिँ यहाँ पार्टीमा आइसक्यो बिचमा पार्टीको बिचमा अनि यहाँ छ सोया यहाँ छ इसानी यहाँ छ इसानी यहाँ छ इसानी हेलो गाइस गाइज हामी चाहिँ के गर्दैछौँ सोया बसिरहेको छौँ गाइज आज हाम्रो भ्लग चाहिँ यस्तो भयो छोटो छोटो बिच बिचमा हामीले खिच्नै बिर्सेछ क्या अनि अब चाहिँ हामी घर जानु लागेको अनि यहाँ छ इसानी बाई बाई भन बाई गाइज अब चाहिँ अर्को भ्लगमा भेटौँ ल बाई 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 गाइज नेक्स्ट डे वेलकम ब्याक अगेन गाइज हाम्रो चाहिँ अझै यो खाइयो उसको लागि हो क्या थम्बनेल यो चाहिँ हाँसेको हो क्या आइज त्यो चाहिँ स्याड भयो क्या अनि भयो ह्याप्पी हामी चाहिँ हाम्रो चाहिँ टिकटक भ्यायो त्यसैले हामी कपाल बाँधेर ओढेर बसिरहेको छौँ गाइज दिदीलाई चाहिँ एक्लै खाना खान दियो हामीलाई चाहिँ छिर्न दिएन लेट भएर दिदी एक्लै खाइरहेको गाइज सी इज इटिङ अलोन झम्लाई चाहिँ लग गर्दै जस्तो भयो गाइज हाम्रो चाहिँ पार्टी सक्यो अब हामी घर जाने हो